नमस्ते, शुभ दिन, हार्दिक स्वागत छ कथा यात्रा नेपालमा। कथा यात्रा युट्युब च्यानललाई लाइक, सब्स्क्राइब, कमेन्ट गरिदिनुहोला। आयुर्वेद बाल रोग विशेषज्ञ डाक्टर विमल शाहको बारेमा सामान्य जानकारी तपसिलमा प्रस्तुत गरिएको छ। डाक्टर विमल शाह आयुर्वेदका कौमार भृत्य अर्थात् बाल रोग विशेषज्ञका रूपमा परिचित चिकित्सक हुनुहुन्छ, जसले BAMS तथा आयुर्वेदिक बाल रोग MD अध्ययन पूरा गरी बालबालिकाको स्वास्थ्य क्षेत्रमा विशेष दक्षता हासिल गर्नुभएको छ। उहाँले रुगाखोकी, ज्वरो, भोक नलाग्ने, कब्जियत, कुपोषण, रक्त अल्पता जस्ता सामान्य समस्यादेखि लिएर ADHD र अटिजम जस्ता जटिल अवस्थासम्मलाई आयुर्वेदिक पद्धतिबाट सुरक्षित, प्राकृतिक र दीर्घकालीन रूपमा व्यवस्थापन गर्दै आउनुभएको छ। उहाँको उपचार दृष्टिकोण केवल रोग निको पार्नेमा सीमित नभई बालबालिकाको समग्र शारीरिक, मानसिक र बौद्धिक विकासमा केन्द्रित रहेको छ, जसले दीर्घकालीन स्वास्थ्य सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउँछ। धौलागिरी आयुर्वेद अस्पताल बागलुङमा अवस्थित एक प्रमुख क्षेत्रीय स्वास्थ्य संस्था हो, जसको स्थापना विक्रम सम्वत 2029 सालमा भएको हो र हाल 25 शय्याको प्रदेश अस्पतालका रूपमा सेवा प्रदान गर्दै आएको छ। यस अस्पतालले बागलुङ मात्र नभई छिमेकी जिल्ला पर्वत र म्याग्दीका नागरिकहरूलाई समेत गुणस्तरीय आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। यसरी हेर्दा यो अस्पताल साविक धौलागिरी क्षेत्रको आयुर्वेद उपचारको मुख्य केन्द्र, हबको रूपमा विकसित भएको देखिन्छ, जहाँ विशेषज्ञ चिकित्सकहरूको सेवा सहज रूपमा प्राप्त गर्न सकिन्छ। पर्वत, म्याग्दी र बागलुङ जिल्लाका नागरिकहरूले यस अस्पतालबाट विभिन्न तरिकाले लाभ लिन सक्छन्। प्रत्यक्ष रूपमा अस्पतालमा पुगेर विशेषज्ञ डाक्टरबाट परामर्श तथा उपचार लिन सकिन्छ भने बडीगार्ड, ताराखोला, बरेङ, गलकोट र तमानखोला जस्ता स्थानहरूमा सञ्चालित नागरिक आरोग्य सेवा केन्द्रहरूबाट स्थानीय स्तरमै सेवा लिन सकिन्छ। त्यस्तै जैमिनी, काठेखोला, ढोरपाटन लगायतका स्थानमा रहेका आयुर्वेद औषधालयहरूले गाउँघरमै प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छन्, जसले स्वास्थ्य सेवामा पहुँच अझ सहज बनाएको छ। आयुर्वेद चिकित्सा पद्धति समग्र स्वास्थ्यको अवधारणामा आधारित छ, जसले शरीर, मन र बुद्धिको सन्तुलनलाई प्राथमिकता दिन्छ। यसमा वात, पित्त र कफको सन्तुलन मिलाउने, पाचन शक्ति सुदृढ बनाउने र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उपायहरू अपनाइन्छन्। विशेष गरी बालबालिकाको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै आयुर्वेदमा सुरक्षित, प्राकृतिक र शरीर अनुकूल उपचार विधिहरू प्रयोग गरिन्छ, जसले उनीहरूको दीर्घकालीन विकासमा सकारात्मक प्रभाव पार्छ। धौलागिरी आयुर्वेद अस्पतालबाट निशुल्क औषधि वितरण, रोग परीक्षण तथा परामर्श, पञ्चकर्म उपचार, योग तथा जीवनशैली परामर्श, अकुपङ्क्चर, कपिङ, मोक्सा, क्षारसूत्र शल्य सेवा तथा प्रयोगशाला परीक्षण जस्ता विभिन्न सेवाहरू उपलब्ध छन्। यी सेवाहरूले आधुनिक र परम्परागत चिकित्सा प्रणालीबीच सन्तुलन कायम गर्दै प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। विशेष गरी बाल स्वास्थ्य क्षेत्रमा आयुर्वेदको योगदान उल्लेखनीय रहेको छ। डाक्टर विमल शाह जस्ता विशेषज्ञ मार्फत स्वर्णप्राशन, अभ्यङ्ग अर्थात् तेल मालिश, पोषण परामर्श तथा व्यावहारिक र मानसिक विकास सम्बन्धी मार्गदर्शन प्रदान गरिन्छ, जसले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै समग्र विकासमा सहयोग पुर्याउँछ। अन्ततः पर्वत, म्याग्दी र बागलुङका नागरिकहरूका लागि आफ्नै क्षेत्रमा गुणस्तरीय, सुलभ र सुरक्षित आयुर्वेद सेवा उपलब्ध हुनु ठूलो उपलब्धि हो। आयुर्वेदको अपनत्वले रोग लागेपछि मात्र होइन, रोग लाग्नै नदिने स्वस्थ जीवनशैली निर्माण गर्न सहयोग पुर्याउँदै स्वस्थ बालबालिका, स्वस्थ समाज र समृद्ध भविष्यको मार्ग प्रशस्त गर्दछ। अन्तसम्म सुनेर साथ दिनुभएकोमा हार्दिक धन्यवाद दिँदै कथा यात्रा नेपाललाई सब्स्क्राइब, लाइक, कमेन्ट गरिदिनुहुन अनुरोध छ।